विरोध जनाएको छ। हेटौडा हस्पिटलको बारेमा यसरी आन्दोलन महाराष्ट्रमा यस्तो ठुलो जमात अस्ति हेटौडा हस्पिटलमा मदन स्वास्थ्य प्रतिष्ठानको ब्यानर ढाकेको अवस्थामा रिहा गरेको छ। त्यसै कारणले गर्दाखेरि यहाँ हिजो पनि जिल्ला प्रशासन अगाडि प्रहरी कार्यालय अगाडि नाराबाजी गरिएको थियो भने आज सिडिओ कार्यालयमा नाराबाजी गर्दै माग राख्ने भन्ने कुराहरू देखिन्छ। हेटौडा हस्पिटल र हाम्रो यो मदन स्वास्थ्य प्रतिष्ठानको छजना युवाहरू प्रहरीले हिरासतमा राखेको छ। त्यसै कारणले गर्दाखेरि रिहा गर ती 6 जना युवाहरूलाई रिहा गर भन्दै यहाँ यसरी मानस चोकमा ऊ भएको अवस्था छ, आन्दोलन गरिरहेको अवस्था छ। तपाईहरुले के भन्नुहुन्छ यसको बारेमा? हेटौडा हस्पिटल र मदन स्वास्थ्य प्रतिष्ठानको बारेमा जुन यो विरोध भइरहेको अवस्था छ यसको बारेमा तपाईहरुले के भन्नुहुन्छ र यसो तपाईहरु कमेन्ट गर्नुहोला भनेर हामी चाहन्छौँ। यो मानस चोकदेखि सुरु भएको अवस्था छ। हामी अहिले मानस चोकमा तपाईहरुलाई लाइभ दृश्य देखाइरहेका छौं। हेर्नुहोस् यस्तो जमात यसरी अभियानकर्ताहरू छलफलमा बैठक हुने भनेर हिजो दिनभर जिल्ला कार्यालय परिसरमा बसेका थिए र छलफल बेलुका उनीहरूलाई म्याद लगेपछि उहाँहरूलाई भाषामा लिएसँगै यो विरोध भइरहेको हो। एउटा मकवानपुरमा अरू जिल्ला अधिकारीको रूपमा महिला आएको भन्ने खुसी व्यक्त गरेका थिए र सोही क्रममा अहिले भने यसरी अगाडि बढिरहेको अवस्था छ। मानस चौकदेखि रिहाको माग गर्दै हेटौडा स्वास्थ्य विज्ञान प्रतिष्ठान र हेटौडा हस्पिटलको बीचमा भएको विवाद जे छ त्यसको विरोधमा यसरी युवाहरू सडकमा आएको अवस्था छ र यहाँ 6 जना हिरासतमा लिएको अवस्था छ। त्यसै कारणले यस्तो भइरहेको छ।
उल्लेख गरेको एउटा हस्पिटल र प्रतिष्ठान अलग अलग हुनुपर्छ भन्ने छ र अब अहिले यो आन्दोलन जिल्ला प्रशासन कार्यालयतिर अगाडि बढिरहेको अवस्था छ। दर्शकबिन तपाईँहरू यहाँ देख्न सक्नुहुन्छ यस्तो अवस्थामा प्रहरी प्रशासन तैनात भएको अवस्था छ र यसरी कडी कडाउका रूपमा यसरी जिल्ला प्रशासन कार्यालयले सुरक्षा व्यवस्था यस्तो कडी कडाउ गरेको अवस्था छ र यहाँ यस्तो अवस्था छ। यस्तो अवस्था छ। हॉस्पिटल को कायम कर हेटेरोसेक्सुअल कायम कर प्रतिष्ठानलाई अलग कर मनोरञ्जन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अलग कर हेटेरोसेक्सुअल रक्षा गरौँ हेटेरोसेक्सुअल रक्षा गरौँ हिरासतमा युवालाई तुरन्त रिहा गर हिरासतमा लागेको युवालाई बिना शर्त रिहा गर प्रशासन दमन मुर्दाबाद 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 प्रशासन मुर्दाबाद 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 एमाले सिरोज फिर्ता जा हेटेरोसेक्सुअल कायम कर हेटेरोसेक्सुअल अस्तित्व कायम कर हाम्रो युवा रिहा गर हाम्रो युवा रिहा गर सोच क्या स्किम तेरो पाराले लुगा पायो साराले स्किम तेरो पाराले लुगा पायो साराले धन्यवाद भन्छु भने साहब फोन आए सबै केटाहरूको बयान भइसकेर छुट्दैछ। अब हामी स्वागत रूपमा बसौँ सम्पूर्णमा नमस्कार छुट्दैछ साथीहरू। अब 10 मिनटमा आउनुहुन्छ हामी स्वागत
हाम्रो उद्देश्य भनेको हेटौँडा अस्पताल र मदन भण्डारी प्रतिष्ठानलाई छुट्टै गर्नुपर्ने हो के हाम्रा साथीहरू त्यहाँ परेका छन् त्यो कुरा हामीले हाम्रो माग यहाँ केही पनि कुरा भएको छैन। हाम्रो त मात्रै के भने त्यो अहिले रियाएको मात्रै हो। हाम्रो लडाइँ अभियान कानुनको लडाइँ पनि छँदैछ। त्यसले गर्दाखेरि हामी संयमित भएर त्यो हेटौँडा अस्पताल जनताको अस्पताल जनताको नासो ल्याउनको लागि हाम्रो यो अभियान हो। यो अभियानको लागि साथीहरू रियाइबाट आउँदै हुन्छ। आएपछि हामी दर्शकबिन हिरासतमा रहेको 6 जनालाई रिहा गर्ने भन्ने कुराहरू सुनिएको अवस्था छ र केही बेरमा रिहा गर्ने भनेर यहाँ जानकारी आएको अवस्था छ र विशेष गरिकन यो विरोध के को कारणले हो भन्ने कुरा तपाईहरुले यहाँ लाइभ भिडियोबाट देखिसक्नु भएको छ। हेटौडा हस्पिटल र मदन भण्डारी प्रतिष्ठान बीचको जुन हेटौडा हस्पिटललाई मदन प्रतिष्ठानमा गाभिएको अवस्था छ त्यसलाई चाहिँ अलग गर्नको लागि यो विरोध जनाएको अवस्था छ र तपाईहरुले यहाँ देख्न सक्नुहुनेछ। हेटौडा हस्पिटल कायम गर भन्ने नारा सहित अनि स्किम श्रेष्ठ जिल्ला प्रमुखलाई सिडिओलाई यहाँबाट जा भन्ने जस्ता नाराहरू लगाएर यसरी विरोध जनाएको अवस्था छ तपाईहरुले यहाँ देख्न सक्नुहुनेछ। दर्शकबिन हेटौडा हस्पिटलको रक्षा गरौँ भन्दै विभिन्न यस्तो नारा लगाएको अवस्था छ। हाम्रो साथीहरू त्यहाँबाट रियाइबाट आउँदै हुनुहुन्छ। उसको गाडी मगाएको छ। हाम्रो उहाँको साथीहरूको घडी विभिन्न किसिमको कुराहरू त्यहाँ छ। त्यसले गर्दा त्यहाँ लिएर आउने त्यसपछि हामीले चाहिँ उहाँलाई फुलमाला कहाँ लिएर जाने मान फोन गरेर बसेका दर्शकबिन भर्खरै हामीले सुनेका छौँ त्यो साथीहरू उहाँहरूको यो विरोध गर्ने व्यक्तिहरू जुन व्यक्तिहरूलाई हेटौडा हस्पिटलमा मदन स्वास्थ्य प्रतिष्ठानको ब्यानरमाथि अर्को ब्यानर हेटौडा हस्पिटल कायम गरौँ भन्ने ब्यानर टाँसेको अवस्थामा उनीहरूलाई हिरासतमा राखिएको थियो। हिरासतमा रहेका 6 जनालाई भर्खरै रिहा गरियो भन्ने कुराहरू जानकारीमा आएको छ।
दर्शकबिन तपाईँहरू हामीसँगै रहन सक्नुहुनेछ। हामी निरन्तर रूपमा बयान सिकाएर पठायो भने चाहिँ त पठाइदियो भइगयो नि यही माहौलमा गर्नै परेन नि। साथी हो हाम्रो साथीहरू यहाँ आइसकेपछि हामी जिल्लामा जान्छौँ। जिल्लामा गइसके पछाडि हामी फेरि र्याली गर्दा बुद्धचोकमा आउँछौँ र उहाँलाई लिएर बुद्धचोकमा आएर हामी गर्छौँ। अहिले एकछिन बाहिर भनिदिनुपर्छ होइन। अस्पताल छुट्टै भन्नुहोस् त फेरि। यो जुन चाहिँ अहिले यो पार्टीगत व्यवस्था भइसकेपछि हिजो संस्थागत राज्यले चलाउँदै ल्याएको सरकारी हस्पिटल पार्टीका नेताहरूले आफ्नो कार्यकर्तालाई खुवाउनको निमित्त आफ्नो कार्यकर्तालाई तोड्नको निमित्त मदन भण्डारीको नाउँमा राखेर माथिबाट बजेट छुट्याउन पाइन्छ भनेर हिजो चलिरहेको सरकारी हस्पिटल यत्रो यो चाहिने हेटुडाको मकनपुरको पहिलो रणकालदेखि पञ्चायतकालदेखि चलेर आएको यिनीहरूले जुन मदन भण्डारी परिषद बनाएर लुटी खाने बाटो बनाएछन्। विधान चाहिन्छ भने वर्ष यही झोलामा छ। त्यस कारणले यो हामी कालो विधानको विरुद्धमा हामी एमाले काङ्ग्रेसले जुन ढङ्गले चाहिँ त्यहाँ यो प्रदेश सभामा ७२ मा जुन चाहिँ निर्णय गरेर हस्पिटल बेच्ने विधान ल्यायो त्यसको विरुद्धमा हो। सबै जनताहरू सबैलाई यो गरिब जनतालाई हामी यी चोरहरू जस्तो होइन। हामी सरकारमा गयो भने भ्रष्टाचार गर्दैनौँ। हामी सम्पूर्ण जनतालाई अरू मुलुकमा जस्तो निःशुल्क सेवा दिन सक्छौँ। यी चोरहरूले हामी पनि यी चोरहरूलाई पछि लागेकै मान्छे हौ। यति यति चामल लगाएर छाक चारेकै मान्छे हौ। त्यस कारणले तमाम
युवा जगतलाई म के भन्न चाहन्छु भने अदालतको फैसला कालो आएछ भने लडेर यो मकवानपुरको हस्पिटल बचाउनु पर्छ भने मेरो मान्यता छ। सँगै लिएर जान्छ हुनु न सँगै लिएर जाने हस्पिटलमा लान्न